माध्यमिक शिक्षा परीक्षा एसई को आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा थियो। नेपाली विषयको परीक्षा समग्रमा कस्तो रह्यो त? कतै निरीक्षकलाई प्रहरीले पक्राउ गर्यो भने कतै एसई को परीक्षा केन्द्रबाट ठूलो संख्यामा प्रहरीले मोबाइल फोन बरामद गरेको छ। आज म तपाईहरुलाई यसै सम्बन्धमा जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाई हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई को आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा थियो। नेपाली विषयको परीक्षा समग्रमा राम्रो तरिकाले सम्पन्न भएको छ। एसई परीक्षाको पहिलो दिन जस्तो नेपाली विषयको प्रश्नपत्रहरू आउट भएको खबर हामीलाई हालसम्म प्राप्त भएको छैन। यसैबीच बारा जिल्लामा एसई को परीक्षा हलभित्र मेसेन्जर ग्रुप मार्फत चिटिङ गराउन सहयोग गरेको आरोपमा 2 जना निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बारामा 2 जना निरीक्षक सरहरू पक्राउ पर्नु भएको छ। उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि एसई को परीक्षा हलभित्रबाट चाहिँ एउटा ग्रुप मार्फत प्रश्नपत्रहरू बाहिर पठाउने र उत्तरहरू चाहिँ सो ग्रुपमा आएर चिटिङ गराउन सहयोग गरेको आरोपमा चाहिँ प्रहरीले पक्राउ गरेको छ। यसैबीच रौतहटमा प्रहरीले एसई परीक्षा हलभित्रबाट 1400 भन्दा बढी मोबाइल फोन बरामद गरेको जानकारी दिएको छ। आज हामीलाई हालसम्म प्राप्त जानकारी यति नै हो। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।